आज हामी चाहिँ टक्क अब बारी जानु लागेको। बारी जानलाई चाहिँ प्लास्टिक बिर्सेर खै यता हेर त प्लास्टिक किनेर आएको। प्लास्टिक नभएर प्लास्टिकमा चाहिँ के हाल्ने हो टक्क अहिले बनाउँछ है त म। हाम्रो बारीमा चाहिँ खासै केही छैन। अब तिर्खा लागेर पानी खाँदैछ। रायोको सागहरू छ। यसलाई चाहिँ के गर्ने हो यहाँ सोच्दैछु म। यो सागहरू छ के गर्ने भनेर म सोचिरहेको छु होइन। यति साग छ धेरै पनि छैन। अनि यता पनि अरू पनि छ। अब के अरे इस्कुस रे के हो यो यति भएको छ। त्यहाँनिर पनि छ थोरै साग। सबै आज चाहिँ उठाउने विचारमा छौँ है। कति सकिन्छ ल अहिले बाँकी भिडियो बनाउँदै गर्छु म। यहाँ फर्सीहरू छ। यो अब यति फर्सी छ। यतातिर पनि छ। यता टिप्न बाँकी छ। फर्सीहरू पनि टिप्न बाँकी छ। त्यसपछि यो साग उखाल्छु। साग उखालेर फेरि यहाँ मुला छ। यति मुला छ। त्यो मुला पनि ट्याक्क उखाल्ने हो। आज चाहिँ लगभग बारीमा भएको सबै क्लियर गरी भ्याउने हो। मुला चाहिँ सबै उखाल्छु भनेको यति मात्रै उखालेँ मैले। आधी बाँकी नै छ। यहाँ आलु खन्दैछ। आलु जति सबै चिसोले खाइदिइहाल्यो। आलु धेरै छैन है यति मात्रै हो। चिसोले खाइदिइहाल्यो। अब यो बाँकी मुला चाहिँ अहिले उखाल्दिनँ मैले किनभने मुला धेरै भइसक्यो। के गर्ने हो साग पनि यो के गर्ने थाहा छैन। ल त मुला चाहिँ सबै उखाल्ने कार्यक्रम हुन लागिरहेको छ। अझै मुला चाहिँ रित्तै बनाउने भनेर। अहिले कति हुन्छ जम्मा म ट्याक्क देखाउँछु है। साग चाहिँ यति भयो। अझै त्यहाँ पनि छ त्यो एक प्लास्टिक भयो। त्यताको चाहिँ सक्यो है। अब त्यताको चाहिँ त्यत्तिकै छोड्छ सक्दैन अहिले। फाइनल्ली यति भयो है। फर्सीहरू छ। फर्सी यताको साग अझ सिँगै छ के गर्ने। ल आजको काम पनि सकियो है लगभग। अब अर्को भिडियोमा भेटौँला है। अहिलेलाई चाहिँ म छुट्छु। बाई बाई।